हेलो गाइस, दर्शन नमस्ते है साथीहरु। आराम हुनुहुन्छ? म पनि आरामै छु। के छ साथीहरुको ठाउँ गाउँतिर हाल खबर? आज पनि म गोरु गोठालो गोरु लिएर यसो खोलातिर आइसकेको छु गाइस। मेरा गोरु भने यसो तल चरिरहेका छन्। तपाईहरु के गर्दै हुनुहुन्छ? कुन ठाउँमा हुनुहुन्छ साथीहरु? देश तथा विदेशका जुनसुकै स्थानमा भए पनि साथीहरु कालीलेख अनलाइन टिभीलाई चाहिँ माया गरिदिनु होला। यो भिडियोलाई लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, शेयर गरिदिनु होला, सब्स्क्राइब गरेर पनि साथ दिन सक्नुहुनेछ साथीहरु। मैले लामो समयदेखि गाउँमा अर्गानिक लाइभ भिडियोहरू गर्ने गरेको छु र अर्गानिक भ्लग पनि बनाउने गरेको छु साथीहरु। आज म गोरु गोठालो गएपछि यसो खोलातिर त आउनै पर्यो है साथीहरु। अब हाम्रो सेरे खोला हो। यो सेरे खोलामा यहाँनिर हाम्रा गोरु चरिरहेका छन् साथीहरु। यो काले गोरु, अर्को माले गोरु। ढिलामुनि किस्ने दाइका भन्दा नि बलिया छन् गोरुहरू। तपाईँहरूलाई जोत्न चाहिएको छ भने होइन, बाँझो मार्न चाहिएको छ भने पनि सम्पर्क गर्न सक्नुहुनेछ। सुपथ मूल्यमा चाहिँ जोत्न सक्नुहुनेछ साथीहरू। यो गोरु लैसकेपछि यी गोरु किन्न चाहनुहुन्छ भने यो गोरुको मूल्य भने 1 लाख है साथीहरू। अहिले पछिल्लो समय गाउँघरतिर गोरु लोपोन्मुख भइसकेका छन्। धेरैले गाईहरू पाल्न छोडिसक्यो, तसर्थ गोरु घरमा पनि छैनन्, पराएको बाख्रा रहेका छन् साथीहरू है। ल हेर्नुहोस् है, हाम्रो यो पाखा पखेरो यस्तो छ। यो गाउँघरतिर यस्तै हो साथीहरू। हामी त किसानी है, गोरु गोठालो, बाख्रा गोठालो, अब यस्तै गरेर दिनचर्या कटाउने साथीहरू है। कस्तो लाग्छ साथीहरू भलक? सुझाव सल्लाह र प्रतिक्रियासहित कमेन्ट बक्समा आफ्नो सुझाव सल्लाह राय पनि राख्न सक्नुहुनेछ साथीहरू। लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्, सेयर गरिदिनुहोस् है त साथीहरू। गाउँघरतिर यस्तो पाखातिर हरियाली छाइसकेको छ। अब बर्खा पनि लाग्न थालिसक्यो। माथितिर हाम्रो कान्छी मुहा र ठुलो मुहा भएर बस्नुभएको छ। अब गाउँघरतिर यस्तै हो। के छ तपाईँको ठाउँतिर हालखबर? के छ पछिल्लो समयको अवस्था साथीहरू? हाम्रोतिर सबै ठिकठाक छ है। ल है साथीहरू, मैले छोटो मिठो भ्लग तयार पारेको छु। यो भ्लग कस्तो लाग्छ साथीहरू? लाइक कमेन्ट सेयरसँगै हाम्रो च्यानललाई सब्स्क्राइब गरेर पनि साथ दिन सक्नुहुनेछ है साथीहरू। ल बाई बाई। अर्को भ्लगमा पुनः हाम्रो भेट हुने नै छ है।